मिठो साह्रै मिठो आहा कति मिठो के होला यो भन्दै वेलकम गर्न चाहे मेरो छोटो मिठो मिनी ब्लगमा गाइज। म के बनाउँदैछु भनेर हजुरहरूले मेरो अगाडिको थम्बनेल हेरिसक्नु भयो होला, बुझि नि सक्नु भयो होला। जे बनाउँदैछु तर एकदम मिठो चिज बनाउँदैछु म। यो पनि हाम्रो स्वास्थ्यलाई हानि नगर्ने र एकदम फाइदा दिने चिज हो। पहिला पहिला घरमा मम्मीले बनाउँदा चाहिँ अलिकति नखरा देखाउँथे, अहिले जापानमा आएर चाहिँ आफै बनाएर खाँदैछु। त्यति साह्रो राम्रो बनाउन चाहिँ आउँदैन कि, तर पनि अरूको भन्दा चाहिँ बेस्ट नै बनाउँछु भन्ने कन्फिडेन्स चाहिँ छ मलाई, किनकि मैले बनाएको केही कुराहरू पनि त्यति नमिठो चाहिँ हुँदैन क्या। त्यसैले अब यो भिडियो अघिको भनौँ कि अस्तिको भनौँ, तरकारी चाहिँ अघिको हो, भोइस चाहिँ आज गरिरहेको छु, भिडियो चाहिँ त्यही एक हप्ता अगाडिको हो। टाइमले नभएको होइन, अब के बनाएर हाल्नु भन्ने लाग्थ्यो, फेरि बनाएर हाल्छु भनेर क्या। मैले फ्राई गरेर त्यो पाक्दैछ, म यता चाहिँ त्यही बेलासम्म यसो इन्जोय गरिरहेको। इन्जोय गर्दा गर्दा मेरो सब्जी नि पाक्यो क्या, जो हाम्रो गाउँबाट बनेको एकदम मिठो हुन्छ क्या। गाउँबाट हजुरहरूले चाहिँ के बनाएर खानुहुन्छ कमेन्ट गर्नु। परिकार त धेरै बन्छ कि, तर मलाई सबैभन्दा बेस्ट मनपर्ने भनेको यही हो। अब हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्न नि नभुल्नु होला है। यदि खानु भएको छैन भने चाहिँ यसो मेरो भिडियो हेरेर बनाएर ट्राई गर्नु न, मिठो भइहाल्छ नि।